It's prank. नमस्ते दाई। नमस्कार नमस्कार। के गर्दै हुनुहुन्छ नि? म त बसेको। सन्चै हुनुहुन्छ? सन्चै छु। किन क्यामेरा अफ? तनावमा छु कि दाई, त्यही भएर मैले क्यामेरा अफ गरेको। सरी। के रे? तनावमा छु त्यही भएर मैले क्यामेरा अफ गरेको। तनावमा हुँदा चाहिँ किन क्यामेरा अफ गर्ने हो र? के गर्नु र? जिन्दगीले अर्कै मोड दिए दाइ। क्यामेरा अन गर न। जिन्दगीले अर्कै मोड लियो दाइ मेरो त। के गर्नु? क्यामेरा अन गर न अनि कुरा गर्ने के? त्यसरी त म बोल्नै सक्दिन दाइ। छिटो छिटो न। के भो? एउटा कुरा भनौँ? भन न। अरूलाई नसुनाउनु ल? अँ। तपाईको जोएको त अर्कै गर्लफ्रेन्ड रहेछ नि। दाइ म त सकिनँ, म त हारेँ। कहिले कस्तो कसरी थाहा भएको? एक हप्ता जति भयो होला। राम्रो कुरा पनि हुन पाएन। अनि त्यसपछि अनि त्यत्तिकै अब मैले चाहिँ अब कहिलेकाहीँ अब शङ्का गरेको भन्दा पनि मैले चाहिँ अब अलिकति टाइम नमिलेको बेला चाहिँ मैले अब त्यत्तिकै त जिस्काएर हुन्थ्यो। अनि पछि तपाईँले यस्तो भन्नुभयो कि हिजो मलाई। अनि त्यसपछि तिमीले जसरी गरे पनि अब मलाई तिमीले शङ्का गर्ने रहेछ। अब जति म तिम्रो लागि अब इमान्दार भएर बस्दा पनि तिमीले मलाई नराम्रो देख्दो रहेछौ। अब त मैले साथी बनाएँ भन्नुभयो। अनि त्यसपछि मैले भने अनि हामी त अनि परिवारको सल्लाहमा पनि बिहे गरेको होइन। अब हामी त अब एकअर्कामा आफै मिलेर बिहे गरेको हो। अब किन अहिले आएर त्यस्तो कुरा गर्नुहुन्छ? मैले त्यसरी सिरियस लिएर नै मैले हजुरलाई त्यस्तो सोचेको थिएन भनेको थियो। अनि उहाँले भन्नुभयो। अनि त्यसपछि नि अब विवाह दर्ता पनि छैन। अब कुनै पनि केसहरू लाग्नलाई पनि। त्यही भएर अब तिमी पनि अब आफ्नो लागि गर भन्नुभयो। अब तिमी पनि अब ठाउँमा पुगेको छौ, आफ्नो लागि केही गर्न सक्छौ, मेरो लागि चिन्ता नगर भन्नुभयो। अनि त्यसपछि अब म कसरी अब फेस गर्नु अब मेरो परिवारसँग, तपाईँको परिवारसँग? म त अब मेरो परिवारलाई पनि त रुवाएर तपाईँलाई अब रोजेको हो। अब म त अब सबै साथीको नजरमा पनि म त गिर्ने भएँ भने होइन। अनि त्यसपछि मैले अबदेखि त्यस्तो नगर्नु भनेको थियो। अनि खोइ अब के गर्नुहुन्छ? म त केही भन्नै सक्दिनँ। कहाँ हुनुहुन्छ ज्वाइँ? ज्वाइँ विदेश नै हुनुहुन्छ। कहिले त्यस्तो भनेको? हिजो बेलुका। म त दाइ रातभरि रोएर म त कम्तागार भएको होइन। अहिले पनि म त खाना पनि खाएन राम्रोसँग। अनि रोएर आँखा यत्रो ठुलो सुन्निएको छ। अनि त्यसपछि म त अब बत्ती बालेर बसिरहेको छु दाइ। म त काम पनि गर्न सक्दिनँ। कति तनाव भयो। म त सुसाइड गरौँ कि क्या जस्तो लागिरहेको छ दाइ। म त नचाहिने अप्रिल फुल मनाइरहेको छौ तिमी। मैले रेकर्ड गरिरहेको छु। विश्वास लागेर दाइ? विश्वास लागेर? विश्वास त होइन किन लाग्ने र? हजुर
कस्तो लाग्यो त नि साँच्चीकै हो नि जस्तो लाग्यो क्या तिमी मजाक नै हैन तिमी मजाक नै गरिरहेछौ एकछिन गर न भन्ने गफ दिनुहुन्छ तपाईँ सुसाइड नै त त्यस्तो कुरा त त्यो मजाकमा पनि त्यस्तो कुरा गर्नुहुन्न क्या त्यही भएर मैले गरेको नत्र कतिन्जेल मजाक गर्छौ गर भनेर छोडिदिएको थिएँ मैले ठ्याक्कै तपाईँले मैले फोन गरेँ होइन अनि उठाउनु भएन अनि त्यसपछि फेरि अनि विपासाले आज मलाई फोन गरेको थियो नि त उसलाई चाहिँ मैले फसाइरहेको थियो उसले चाहिँ अनि कस्तो खालको मान्छे रहेछ कस्तो पापी रहेछ एकछिन अनुहार देखाउनु भन्छ म त रुदा रुदा मेरो त हेर साथी मेरो त आँखै सुनिसक्यो अनि यस्तो त्यस्तो भनेको उसले चाहिँ एकचोटि मात्र तिम्रो अनुहार देखाउनु भनेको थियो उसको नेटले काम गरेन क्या अनि ठ्याक्कै त्यसैमा अब भिडियो बनाइरहेको थिएँ नि त तपाईँको फोन आयो त्यसपछि त्यही उठाइदिएको क्या अनि फेरि अहिले उसले फोन गरिरहेछ क्या अनि अघि अमृतालाई चाहिँ मैले यस्तो भनेको थियो अनि रोके गरेको मान्छे अनि आँखा सुनिरहेको मान्छेको बोली के हिजो पो त्यस्तो भएको त नि अघि अमृतालाई चाहिँ विवसालाई थाहै छैन उसलाई मैले अपडेट फोन बनाइरहेको छु भनेर ब्याड सम्बन्धलाई कहिले मजाक गर्नु हुँदैन त्यो दिन चाहिँ सुकै हो सम्बन्धलाई मजाक गर्नु होइन उसलाई यत्तिकै के उसले म यसरी उसलाई म अप्रिल फोन बनाइदिन्छु त्यस्तो सोचेकै थिएन कि यत्तिकै फोन गरेँ होइन म पनि आइरन गर्नलाई त्यहाँ रेडी बनाइरहेको थिएँ नि त त्यसपछि त्यो लुगा मिलाइरहेको थिएँ क्या अनि त्यसपछि अनि ठ्याक्कै उसँग बोल्दै काम गर्नु पर्यो भनेर गरेको ठ्याक्कै अनि मुखमा त्यही आइदियो क्या